हेलो एभ्रिवान, वेलकम टु माई न्यू भ्लग। आज हामी तपाईहरुलाई केही फरक विषयवस्तु ल्याएर आइसकेका छौं। लेट्स गो। हजुरले भ्याइनु भयो? उहाँ भ्याइयो। हजुर नाम त ल तपाईहरुलाई लाग्न सक्छ यहाँ के भइरहेको छ भनेर। खासमा आज हामी स्कुल क्याप्टेन र भाइस क्याप्टेनको धेरैजनाको दावेदार भएको कारणले गर्दा यहाँ धेरैजना आज क्यान्डिडेट हुनुहुन्छ क्याप्टेन एन्ड भाइस क्याप्टेनको लागि। त्यसको लागि आज स्कुलमा इलेक्सन भइरहेको छ, जसले गर्दा यहाँ सानो सानो भाइ बहिनीहरू पनि यहाँ हुनुहुन्छ। यता सबैजना यहाँ रुजु गर्दै हुनुहुन्छ यता भने, अनि अरू यता मत दिने के गर्ने भनेर कोही यतातिर सोच्दै हुनुहुन्छ। ल सर केही जाओस्, के भइरहेको छ आज? हाम्रो स्कुलमा चाहिँ क्याप्टेन भाइस क्याप्टेनको चाहिँ आज निर्वाचन इलेक्सन भइरहेछ। जसले गर्दा अब स्कुलको नेतृत्व कसले जान्छ भनेर यहाँ पुरा उत्साहजनक भोटिङ भइरहेछ। हेरौँ कसले के गर्छ। यहाँ बलहरू उठिरहेछ, पेन्सिल धेरै चुनाव चिन्ह छन्। अब रोमाञ्चक हुने भइरहेछ। हेरौँ अब साँझसम्म के छ। तपाईँलाई कस्तोमा यो चुनावमा कस्तो विद्यार्थी छान्दा भोलि स्कुलमा केही नयाँ खालका नीति नियमहरू ल्याउन सक्छन् अनि भन्ने लाग्छ? के छ तपाईँको भनाइ? स्कुलमा चाहिँ बोल्न सक्ने जसले प्रशासनमा सजिलै आफ्नो कुरा राख्न सकोस् त्यस्तो खालको स्टुडेन्टले जित्यो भने राम्रो होला जस्तो लाग्छ। अब हेरौँ कसले के गर्छ, जित्छ त्यो हेरौँ, त्यो अनुसार हुन्छ। हस्, तपाईँको छोटो भनाइलाई धेरै धेरै धन्यवाद। धन्यवाद। के छ, केही भन्नु छ? आज के भइरहेको छ यहाँ स्कुलमा? व्यवस्थित गरेर विद्यार्थीको हकको लागि विद्यार्थीबाटै यो क्याम्पेन लिडरसिप कार्यक्रम भइरहेको छ। अनि के छ, तपाईँलाई कस्तो लाग्छ आज कस्तो मान्छे छान्दा यो इलेक्सनमा कस्तो व्यक्ति छान्दा राम्रो लाग्छ होला जस्तो लाग्छ स्कुलको लागि? यो समर गभर्मेन्ट विद्यालयको हक र विद्यालय अनुशासन लगायतका अतिरिक्त क्रियाकलाप गर्ने क्षमता भएको विद्यार्थी भोट ल्याएर जित्ने राम्रो गर्छ। हस्, धेरै धेरै धन्यवाद। सानो सानो क्लासको भाइ बहिनीहरू हुनुहुन्छ सबै न, उहाँहरू पनि यो चुनाव कसलाई दिने भोट होइन, उहाँहरू सानो सानो हुनुहुन्छ, त्यही पनि आफ्नो हक अधिकारको लागि लड्ने पक्षमा हुनुहुन्छ। धन्यवाद। अहिले कसरी हाल्छन् अहिले त्यहाँ गएर थाहा हुन्छ, नबिगारेर हाल्ने है। ल वानपछि युट्युबमा आउन सक्छ हाम्रो भिडियो। नेम पोलिस देखाउनु त हजुरले कस्तो छ, सबैको हातमा सँगै गरौँ त ल, एउटैमा मिलाएर ल। भेरी गुड।
भोटिङ गर्नको लागि रेडी हो नि हैन रेडी हुनुहुन्छ नि ल भोट चाहिँ नबिगार्ने है अब हाम्रो फाइनल मतगणना भइरहेको छ यहाँ सबै मतहरू फर्स्टमा भाइस क्याप्टेनको लागि सुरु भएको छ निर्वाचन आयोगको अनुसार भाइस क्याप्टेनको लागि यहाँ सुरु भइसकेको छ झन्डा फरक फरक समाधान अनि एउटाले झन्डालाई दिन्छ गाईलाई आफ्नो नतिजाको लागि सबैजना यहाँ पर्खाइमा हुनुहुन्छ मतगणना सुरु काउन्ट गर्दा गाईको चिन्हमा 119 भएको छ भने झन्डाकोमा 97 छ भने अब त्यसपछि क्याप्टेनको लागि हामी गणना गर्न गइरहेका छौँ क्याप्टेनमा कति छ ल तपाईँहरूको यसको डाटा एकछिनमा आउनेछ सबैजना यहाँ वेटिङमा हुनेछ रिजल्टको लागि यसको रिजल्ट पनि एकछिनमा नै हामी कहाँ आउनेछ ल क्याप्टेनको लागि यहाँ 4वटा सिम्बलहरू थियो 4वटा चुनाव चिन्हहरू थियो एकजनाको पेन्सिल थियो भने त्यसै गरी अर्कोको कफी अर्कोको बल र अर्कोको विश्वको चिन्ह थियो सबै काउन्टमा व्यस्त हुन्छ रेकर्ड चाहिँ फाइनल नतिजा चाहिँ एकछिनमा हुनेछ हाम्रो हामी कहाँ उहाँले के भन्छ ऊ पाइन्छ विजेता पाइन्छ ल अन्तिम अवस्थामा पुगिसकेका छौँ हामी नतिजाको अब केही छिनमा यसको नतिजा चाहिँ प्रकाशन हुन गइरहेको छ सबैजनाले यहाँ काउन्ट सबैको हातमा छ भावी भविष्यका परिवारहरू अहिले हाम्रो स्कुलमा प्रशिक्षण लिड गर्दै हुनुहुन्छ हाम्रो भोटिङ सकिए लगतै सबै मतगणनाको अन्तिम नतिजा पछि आज विजय घोषणा भइसकेको छ। त्यसै अनुसार आज विजय स्कुल क्याप्टेन भाइ बहिनीहरूलाई सम्मान कार्यक्रम रहेको छ। स्कुल क्याप्टेन मात्र नभएर स्कुल भाइस क्याप्टेन, हाउस क्याप्टेन लगायतका क्लास क्याप्टेन
सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई आज सम्मान कार्यक्रम रहेको छ। उक्त सम्मान कार्यक्रममा पालो विद्यार्थी भाइ बहिनीहरू सम्मानित भइरहनु भएको छ, जसले गर्दा उमङ्ग छाएको छ। सबै भाइ बहिनीहरूलाई रमाइलो छाएको छ, जसले गर्दा उहाँहरूको जिम्मेवारी केही पढाइ सँगसँगै उहाँहरूलाई आज नयाँ जिम्मेवारी थपिएको छ, जसले गर्दा आफ्नो जिम्मेवारीलाई के कसरी वहन गर्ने, अब आगामी दिनहरूमा कसरी स्कुललाई राम्रो गतिमा लैजाने भन्ने कुराहरूमा उहाँहरूलाई थप जिम्मेवारी आज थपिएको छ। यो एउटा रमणीय छेडमा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, विजयी भाइ बहिनीहरू लगायत उपविजेता भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद। सम्पूर्ण स्कुल परिवारले पनि विद्यार्थीहरूको थप जिम्मेवारी सहित आगामी दिनहरूमा केही नयाँ परिवर्तनका आशासँगै अब हामी पनि केही नयाँ पनि आजदेखि हामी स्कुलमा आइसकेपछि हामी आफैले पनि जिम्मेवारीपूर्वक सम्मान कार्यक्रम लगत्तै अब विद्यार्थी भाइ बहिनीहरूलाई शपथ ग्रहण कार्यक्रम भइरहेको छ, जसले गर्दा उनीहरूलाई पनि आज नयाँ फिल भइरहेको छ, जसले गर्दा हामी अब जिम्मेवारीपूर्ण हामीले काम गर्नुपर्छ भन्ने खालको अनुभव भइरहेको छ।